उता उता पनि टोटगाउँ बर्बाद तर टोटगाउँ पनि बर्बाद यहाँ त कि यहाँ 3 गुणा खराब भयो टोटगाउँमा झन् डेन्जर भयो यो लाइटहरू पनि केही गरेको छैन अहिले त अरे त्यो अस्ति 16 मिटर छैन निकाल्नु सक्दैन कस्तो चिसो छ यो पानी अर्किँदैन हामी यो भनौँ अर्किँदैन त्यो खैर गाडी चट्टै चोड्यो भने सुबासको गोरु लेकिन बहुत ऊपर है बेटा ये आगे बार किंतु ठीक है बराबर थी नमस्कार बडा दिनुहोस् त यो अहिले जुन चाहिँ खोलाको अवस्थाले गर्दा यहाँ हाम्रो यहाँ थुप्रै जनाको घरको यहाँ सामानहरू ओसार हुँदैछ यहाँ यो सामानहरू पनि यहाँ ओसार हुँदैछ यहाँ थुप्रै अब ओए कोठी तो छिरम तो कोठी এটা খুব টেস্টি তো यहाँ यति डर छैन यहाँ बीचमा चाहिँ उता तल चाहिँ साढ़े चार कतिवटा पोस्ट होइन
यहाँ पनि जानु यहाँ तपाईँले हेर्नुहुँदैछ यहाँ हाम्रो पञ्चायत राजगञ्ज पञ्चायत समितिको थ्रुबाट चाहिँ हाम्रो यहाँ अलिकति रिलिफको सामानहरू चाहिँ यहाँ दिनुहुँदैछ। यहाँ हाम्रो राजगञ्ज ब्लकको सभापति रूपाली दे सरकार दिदी हुनुहुन्छ, सहसभापति हाम्रो कविता दी र हाम्रो पञ्चायत समितिको मेम्बर किशोर दा हुनुहुन्छ र यो हाम्रो गाउँ लालटुङ चमाडाङ्गीलाई चाहिँ यो रिलिफहरू उनीहरूले दिनुहुँदैछ र यस्तै अझै रिलिफहरू हाम्रो आउँदैछ र यो रिलिफहरू चाहिँ उनीहरूले अहिले यहाँ दिइराखेको छ। ल মালগুলা কিছু রেডি করো, কিছু কয়েকজন কাছে দিয়ে দিও। আচ্ছা সঞ্জয়, তোমার এগুলা মাল চারটা গুছারা কালকে দিবা। কবিতা দি কাছে আমরা বলবা যে 50 টাকা এসে সব দিয়ে গেছে। ঠিক আছে, আমরা বলে দেব। কালকে একটু ডিস্ট্রিবিউশনের তাহলে সিস্টেম করে দিও। ঠিক আছে, 8টার সময় আমরা ঢুকে যাব। আমি 8 বাজে আমরা দেব। কাকু সঞ্জয় ভাই এলা সারা বড় চলা না এরকম সব यो घरहरू पुरा सार्दैछ आज। हेर्नुहोस् तपाईँहरू, डल्लै घरहरू सारिसक्यो। यहाँ इरिगेसन डिपार्टमेन्टबाट पनि यहाँ हेर्नुहोस्, यहाँ काम स्पेन्डलेस जुन चाहिँ हुन्छ यो कामहरू, यो बाँध लगाउने कामहरू चलिरहेको छ। यहाँ तपाईँहरू हेर्नुहोस्, यो खोर्सानी धुनुपर्छ के? खोर्सानी यही पानीले धुँदा भइहाल्छ। पर्दैन नेट ल्याएको भए सब्जीहरू त सब धुयो नि, हामीले माटो थियो नि त, यो धुएर हाल्नु। भोलिदेखि चाहिँ राम्रो। यहाँ हेर्नुहोस् है, हाम्रो जति पनि भ्युवर्सहरू हुनुहुन्छ होइन, हेर्ने जति पनि यहाँ हेर्नुहोस्, आज हाम्रो बल्ल बल्ल खिचडी पनि पाक्यो होइन। यी हाम्रो सबभन्दा पहिला
गाउँवासीलाई त हामीले दिइसक्यौँ। साथै आज हाम्रो यो युथको प्रेसिडेन्ट सञ्जय लिम्बू दा आज खिचडी खानुहुँदैछ होइन। र दाजुलाई यही सोध्न चाहन्छु, दा यो खिचडीको टेस्ट चाहिँ कस्तो रहेछ तपाईँ यति भन्नु। खिचडीको टेस्ट दामी भएको रहेछ। यहाँ हाम्रो यहाँको मलाई त हेर्दै खाउँ खाउँ तपाईँले सोध्नुहोस् उसलाई। मुखमा थुक आइसक्यो हो। खाउँ खाउँ भोलि हामी यो लाग्छ। खिचडीहरू चाहिँ भोलि दिउँसो गर्छौँ हामी होइन। आज अलिक ढिलो भयो। यहाँ इरिगेसन गर्ने मान्छेहरू थुप्रैजना रहेछ होइन। यहाँ हाम्रो ग्रामकै चमनको साथीहरू रहेछ मेरो, उहाँले पनि खाँदैछ। यहाँ पनि तपाईँ देखाइदिनुहोस् हाम्रो पञ्चायतहरू खाँदैछ होइन। दामी खिचडी सबैजना खाँदैछ। खिचडी चाहिँ एकदम मन पऱ्यो। ल आरामले खानुहोस् होइन। यहाँ हेर्नुहोस् चमडाङ्गीमा यहाँ हाम्रो भाइहरू गाउँको विकासनगर गाउँको भाइहरू हाम्रो यहाँ काम सघाउँदैछ। यहाँ घर भत्कनुमा यहाँ हाम्रो भाइहरू सबैजना यहीँ छ। यहाँहरू सबै आज डाकबामन अञ्चलको बोर्ड मिटिङ एउटा ऐतिहासिक पल हो यो आज छन् चमडाङ्गीमा हुँदैछ। हाम्रो डाकबामन अञ्चलको सबै पञ्चायत प्रधान, हाम्रो पञ्चायत समितिको मेम्बरहरू सबैजना हुनुहुन्छ। र यो आज ऐतिहासिक किन भनेको मैले, किनकि आज चमडाङ्गी गाउँ चाहिँ सायद अब रहँदैन होला, त्यसले गर्दा यो ऐतिहासिक एउटा मिटिङ हो। यो आज मिटिङ एउटा ऐतिहासिक मिटिङमा सबैजना प्रस्तुत छ। तपाईँले हेर्नु सक्नुहुन्छ सबैजना हाम्रो सबैजना हुनु। यो अब मिटिङ एकछिनमा सुरु हुन्छ। ल धन्यवाद। चमडाङ्गीमा भर्खरै हाम्रो मान्छेहरू आइपुगेछ यहाँ अहिले भर्खरै। अझै परिवार आउने बाँकी छ। यो अहिले फर्स्ट लट हो हाम्रो। हाई स्कुलमा राखेको छु हामीले उनीहरूलाई। लैजाऊ न, यो सबै उठाइदिए लैजाऊ लैजाऊ। होइन यो सबै लैजा, उठाएर लैजा लैजा। होइन लैजा, त्यो डल्लै लैजा लैजाऊ। त्यहाँ उतापट्टि दिनु उता। मान्छे पाएको छैन हामीले। के चाहिँ यो सब्जी हो भयो। सिमीझोडा बेतगढा सिमीझोडा सयपत्री आज सब समाजको हुँदैछ।
हाम्रो एउटा प्रोग्राम पनि हुँदैछ चल्दैछ हाम्रो एरियामा सोसल गर्छु तपाईँहरू हाम्रो एरियाको भएन भने बहुत दुःखमा छ अस्ति पनि हामी एकपल्ट तपाईँको गाउँमा गएको अरूको जुडिसियल पर्दैन तर पनि अब एउटा मान्छेको हिसाबले सरहरू अरू के फिलहाल चाहिँ तपाईँले के दबाई ओषुध त्यो डाक्टरहरू छ होइन हामी अब कतिजना हेल्थ सेन्टरको खाँदैछ कतिजना आफै पर्सनल खाँदैछौँ अब হ্যাঁ এটা করা আছে শুধু স্যার অ্যাকাউন্ট নাম্বারটা ওদের কাছে নিয়ে নিন না সেটা তো মেলানো হচ্ছে তারা এক পিস আছে তো স্পিড করেছে আমাদের কাছে নেই গ্যালারি থেকে আপলোড করা যাবে গ্যালারি থেকে আপলোড করা যাবে আছে না ব্ল্যাঙ্ক ওকে তো অনেকবার দিয়েছি बहुत ढिलो हो के हो आइहाल्यो नि हिजो सबैको अब उभिराख्नु होला यो गयो कहाँ हुन्छ अब यो 3 साल त यतिकै भइसक्यो सकेन नि पुरा ठुलो प्रोजेक्ट भयो होला गयो
তো প্রায় 12 লক্ষ পরিবার বাংলার বাড়ি প্রকল্পের সুবিধা পেয়েছে। ডিসেম্বর 2025-এর মধ্যে আরও